हेलो गाइज वेलकम टु माई भ्लग है। यो चाहिँ मेरो पहिलो भ्लग हुन्छ है। अब मुक्तिनाथसम्म म चाहिँ मेरो यो स्विफ्ट गाडीमा जाने तर्खरमा छु। हामी चाहिँ 5जना छौँ होइन है। रेडी गर्दैछु गाडी, पुरै सर्भिसिङ गरिसक्यो। अब सर्भिसिङ चाहिँ गरिसक्यो। अब अहिले चाहिँ मैले चाहिँ सोचेँ धेरै नै वर्ष भयो कोइल स्पार्क प्लगहरू सबै फेरिदिनु लाग्यो है। प्लगहरू सबै फेर्न लाग्यो। फ्युल इन्जेक्टर सफा गर्नलाई मेसिनमा हालिसकेको छ होइन। सबै अब ब्रेक सेक यताउता सब चेक गरेर अब गाडीको अलिकति प्रब्लम भनेको चाहिँ सिसाको थियो। सिसा नि बनाइसकेँ होइन। तल यसको त्यो सिसाको सबै बनाइसकेँ। अब चट्ट भोलि पर्सि कहिले हुन्छ, पर्सि निको पर्सितिर चट्ट गाडी लिएर चाहिँ हामी मुक्तिनाथ हिँड्दैछौँ है। देख्न सक्नुहुन्छ गाडी टक्क होइन। अनि यहाँ मेरो फेरि पहिलाको अर्को सानो पुरानो गाडी जुन मैले सिक्नलाई किनेको थिएँ त्यो गाडी पनि बनाउँदैछु मैले। फालेको छैन है गाइस, देख्न सक्नुहुन्छ सब बनाउँदैछ। अहिले मिस्त्री भाइ खाना खानु लाग्छ। यो गाडी नि एवान कुद्छ है। 1000 सीसीको छ गाडी चाहिँ, पुरै कस्टम अलिअलि यसो ग्राफिक अहिले चाहिँ पहिला जस्तो ग्राफिक छैन, पुरै डेन पेन गरेको थन्काएर। यहाँ अस्ति मिस्त्री गायब भएर यो बनाउनु पाएको थिएन। अब यो चाहिँ सबै रेडी हुँदैछ है। यो चाहिँ 2 लटको हो क्या हो है, ट्याक्कै 2 लट है। अनि अब चट्ट अहिले एकछिन इन्जेक्टर सफा भएपछि हामीलाई बोलाउँछन् होइन। ट्याक्क लाएर हिँड्ने हामी। इन्जेक्टर प्लग नयाँ हाल्ने सबै। अनि एयर फिल्टर सब फेरिसकेको छु होइन। एयर फिल्टरहरू सब फेऱ्यो, मोबिल फेऱ्यो, सब गरिसकेँ होइन। अहिले बनाउने हाम्रो मिस्त्री भाइ चाहिँ उहाँ नै हो। अब कस्तो बनाउँछ हेरौँ होइन। अब मलाई मुक्तिनाथ जाँदाखेरि हल्का होइन हुनु पऱ्यो, त्यही हो। ल गाइस अर्को भ्लग है।